हेलो साथीहरु, वेलकम छ मेरो युट्युब च्यानलमा। सबैजनालाई न्यू डे न्यू ब्लगको साथमा म फेरि विकथा मगर आइसकेँ न्यू भिडियो लिएर। सो हामी चाहिँ कहाँ जाँदैछौँ भन्ने चाहिँ हेर्न जाएको। के हो ए त के खानाको हो दादाको बर्थडे गरे ए सो साथीहरु, हामी चाहिँ रेडी मेला हेर्न जानु लागेको। अहिले चाहिँ 11 बजिसक्यो। म चाहिँ आज बिहान आएको यहाँ डान्सिङ। सो हामी चाहिँ यहाँबाट चाहिँ रेडी जानु लागेको। थाहा छैन गाडी पाउँछ कि नै। अब रेडी भएको हिँड्दा चाहिँ के अरे कति बेला पुग्ने हो कति बेला फर्किने हो। सो गाइज हामी चाहिँ यहाँबाट बाबा म अनि मम्मी जाँदैछ, बाबु पनि, हामी 4 जना भएर जाँदैछौँ। सो आजको दिन कस्तो हुन्छ मेरो भिडियो अन्त्यसम्म हेरिदिनु होला साथीहरू। हो हजुरले भन्नु हजुर भन्नु न। कहिले आउँछ पनि बस पनि बसमा जाने। अब तिमी बसमा चढ्न खोज्ने होइन र हो त। जाडो भयो जाडो। जाडो भयो गाइज। हामी चाहिँ यहाँ बस कुरेर बसेको, बस आएको छैन। मेरो फाइनल लुक चाहिँ यही हो। जाडो भयो साथीहरू। हामी चाहिँ गाडी कुरेर बसेको, गाडी पनि आएन। आउँदैन क्या हो। कति जाम हो दिदीको मेला। जाम हो कति जाम हो यहाँ। जाम जाममा जम जम जम। यहाँबाट क्या जाने चाहिँ नै घुम्लाई साथीहरू। जाममा पर्यो के कति बल्ल 2 बजीतिर गाडी आएको थियो। बाबु नडराई मेरो बाबु चाहिँ ए नडराई हराउँछ अहिले। यता होइन त्यहाँ जानु न। पुग्न लाग्यो हामी चाहिँ पुग्यो। मङ्की yang farmang kiana bisa saya nang apa ya fe Allah masuk masuk barang coba nih kok ke butang so butang udah barang sih apa deman sih kalau ini mau anam itu apa tuh त्यहाँ मेला खेल्छ कि नै र मन्दिर छ यहाँ मन्दिरमा आइपुग्यो हामी चाहिँ रेडीको मन्दिर खै त्यस्तोहरू बजाउने तलबाट हो कि तलबाट
नमस्ते गर नमस्ते आमाहरू आउनेछ आमाहरू आउनुभएको छ कति छ बाटो यहाँबाट जाने अब लटन खेली वाले मलाई त डर लाग्छ वाचा डर लाग्छ कि हल्ले हल्ले चाहिँ डर लाग्यो भाइ Oh my god! It's me. Oh my god, darling. पहिल्यै त होइन उताबाट यस्तो झरेर आउने तल उता अहिले फेरि झरेर त तल पालो डर लाग्यो मलाई त कस्तो जाने हो डरलाई भाइ हेलो कति भिड एकदम कुन भिडले जानु हो होला अब यताको पालो गाइस ए ओ आला काम छ दे पिलो नि पिङ ओ यहाँ कति हल्ले छ होला झन् हजुर नास्ता खान लाग्यो सुना सुन आसे धेर मान्छे हो भिड रहेछ यहाँ त
Lên nào. Cái này để biển sao mà sẽ từng được. Cái lăng khăn lên chơi. Ano चाहिँ नास्ता खान लाएको साथीहरू अचार म खान्छु है बाई ल साथीहरू यहाँबाट चाहिँ म्युजिक बजिथ्यो सो म चाहिँ म्युजिकलाई म्युट गरेर म रेकर्ड गरेर आफ्नो भोइसमा हालेको छु सो रमाइलो पनि भयो रेडी पनि गयो धेरै बेर हिँड्नु सरी भएन मिलेन टाइम भएन सो त्यही हो गाइज होइन चप्पल ला लगे अहिले बाटा आयो बाटा गरे ओहो यहाँ त आइसक्रिम खान लाग्यो यहाँ हेलो गाइज भन न ल यहाँ कति हो एउटालाई ल आऊ ल लोट छ के फर्केको ल भन न फर्केको हामी त घर भन घर जाने अब भन बसमा बसेर सो फाइनली साथीहरू हामी चाहिँ घर आइसके हामी चाहिँ दिदी मेला गएको थियो आज म बाबा मम्मी अनि मेरो छोरा भएर हामी चाहिँ म चाहिँ बिहान उठ्दा घरबाट आएको माइत यहाँ अनि आएर यहाँ 10 बजीतिर आइपुगेको थियो रुममा अनि खानासाना खाएर हामी चाहिँ दिदी मेला जानलाई निस्केको हामी चाहिँ उता बटासीडाँडा कति 11:30 11:30 बजीतिर पुगेको थियो होला 1-2 घन्टा चाहिँ हामीले त्यहाँ बसको वेटिङ गरेँ
अनि वेटिङ गर्दा गर्दै बस पनि आएन अनि अलि माथि गएर बसेको 1 घन्टापछि आएको अनि 1 बजीतिर बल्ल हामी हिँडेथ्यौँ बसमा त्यही पनि एकदम प्याक के उभिएर गएको गाडी पनि लाग्यो बमिट पनि भयो उभिएर गएको थियो बच्चासँग कति एकदम प्याक थियो कि आज त माघ 1 गते हो नि त सो माघ 1 गते चाहिँ रेडी मेला गइन्छ सबै रमाइलो गरिन्छ सङ्क्रान्तिमा माघे सङ्क्रान्तिमा त्यहाँ चाहिँ कति 1 गतेदेखि 5 गतेसम्म मेला लाग्ने गरिन्छ सधैँ अनि हामी चाहिँ गयो मेला 1 घन्टा लाग्छ कि फेरि रेडी मेलामा पुग्न पनि 1 घन्टा जति लाग्यो हामी चाहिँ गयो रमाइलो भयो जे होस् अरू चाहिँ सामान त केही पनि किनेन किनभने हामी चाहिँ त्यति घुम्न पनि पाएन हामी चाहिँ ढिलै पुगेको थियो 3 बजी ठ्याक्क त्यहाँ रेडीमा पुगेको थियो हामी चाहिँ धेरै टाइम लाग्ने के अनि बिचमा गाडीहरू पनि रोक्ने अनि कस्तो कस्तो अप्ठ्यारो पनि भयो आउने बेलामा चाहिँ ठ्याक्क बस भेटियो हाम्रो यहाँ पाल्पाको बस भेटियो हामी चाहिँ बसमा बसेर कति 5:30 बजीतिर सायद हिँड्थ्यो होला सायद हिँड्थ्यो होला 5:30 बजीतिर हामी चाहिँ अग्र भर्खर 10-15 मिनट भयो आएर रुममा बस्दैछु सो गाइज भिडियो चाहिँ यति नै राम्रोसँग भिडियो बनाउनु पाएन किनभने बाबु थियो मैले आज टिकटक पनि बनाएन त्यति त्यो दिदीको पुलहरूमा नै पुल पनि एकदम हल्लेको डर पनि लाग्यो हामी चाहिँ त्यत्तिकै बाबुले लिएर गएको फेरि एकदम चल्ने के अरे भिडियो पनि खिचेन राम्रोसित खिच्न पाएन टिकटक पनि बनाएन मैले त आज सो त्यही नै हो साथीहरू जे जस्तो हुन्छ त्यतिमा हाल्नेछु सबजनाले हेरिदिनु होला माया गरिदिनु होला अनि अब चाहिँ नेक्स्ट भिडियो चाहिँ म यहाँ माइतमा डेली हाल्ने कोसिस गर्नेछु सो यो चाहिँ मेरो न्यू च्यानल हो सबजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला आउने बेलामा चाहिँ सिट पनि पायो रमाइलो पनि भयो अनि त्यति नै हो गाइज भिडियो अन्त्यसम्म हेरिदिनु होला बाई बाई फेरि अर्को न्यू भिडियोमा भेटौँला गाइज बाई